ल साथीहरु हाम्रो चाहिँ सुरु भइसक्यो है संक्रान्तिको हेलो गुड मर्निङ नमस्ते सेवारो वेलकम ब्याक टु माई सेलिम ब्लग आज चाहिँ हाम्रो माघे संक्रान्ति रहेको छ आज चाहिँ हामी बिहान स्टार्ट गर्दैछौँ छतबाटै अनि हामी चाहिँ अब तरुल पनि उसिनिसकेको छ सेलरोटी पनि पोलिसकेको छ अब हामी चाहिँ खानेवालामा छौँ अनि तपाईहरु पनि संक्रान्ति मनाउँदै हुनुहुन्छ होला राम्रोसँग मनाउनु होला अनि माघे संक्रान्तिको सबैलाई धेरै धेरै शुभकामना है साथीहरु अनि हामी चाहिँ आज चाहिँ बिहानै ब्लग स्टार्ट गरेको हाम्रो ब्लग हेरिदिनु होला अब तपाईहरुलाई तरुल चाहिँ म देखाउने वालामा छु साथीहरु आज चाहिँ मनाउनु हुन होला सक्छ यो चाहिँ वन तरुलको यसरी टीका लाउनु पर्ने हुन्छ साथीहरु कुनै पर्दैन होला टक्कसँगले यसरी लाएर है अब चाहिँ खाँदा पनि हुन्छ यो टीका लगाएर चाहिँ साथीहरु अब हामी चाहिँ बाहिर बसेर खानेवालामा छौँ सो तरुलको टीका यो चाहिँ धापाबाट पठाइदिनु भएको हो अनि हामी चाहिँ उसिनिसकेको छ है अब यो खानेवालामा छौँ सेलरोटी चाहिँ पोलिँदैछ पनि पाकिसकेको छ खानाको लागि चाहिँ पोर्क छ को अनि यसमा चाहिँ साथीहरु आज चाहिँ मेरो मर्निङदेखि नै ब्लग स्टार्ट भएको छ अब भरेसम्ममा के कस्तो हुन्छ हजुरहरूलाई देखाउने छु मेरो माघे संक्रान्तिको मेरो पाहुना भाइ चाहिँ आइसक्नु भएको छ अब हामी तरुलको टीका लाउने हो चट्टसँगले ह्यापी माघे संक्रान्ति एसी ब्लग है साथीहरु यसो एसी ब्लगमा पनि भिजिट गरेर यसो हेरिदिनु होला हामी अब टीका लाउने छौँ ल साथीहरु हाम्रो चाहिँ सुरु भइसक्यो है संक्रान्तिको यहाँ भाइले चाहिँ यहाँ सारस गुरुम्बाङको एडिट गर्न नसकेर एडिट गरेछ हैन मेरो छोरी बस्नुहोस् अब हामी सुरु गर्छौँ ल यो चाहिँ चिप्स सुँगुरको मासु अनि चना सेलरोटी तरुल मिठो छ भाइ के मिठो लाग्यो मिठो छ छोरी को कुकम्यान बिमला आङदेम यहाँ नेपालमा चाहिँ तिम्रो छैन विदेशमा पठाउनु पर्छ है उसलाई किन भन यस्तो मिठो त कहाँ हुँदैन नेपालमा यस्तो होटलमा नि पाउँदैन नि त त्यही भएर छोरी चिप्स मात्रै नखानु